तपाईहरु आफूलाई सचेत नागरिक ठान्नुहुन्छ, त्यसैले सडकमा उत्रिनु भएको छ। कालापानी मिच्यो, सुस्ता मिच्यो, महेशपुर मिच्यो, यस्तो ठाउँहरु देशमा 54 ठाउँमा मिचेको छ। त्यसको विरुद्धमा तपाईहरुले आन्दोलन गर्नुभयो? कहाँ आन्दोलन गर्नुभयो? कहिले आन्दोलन गर्नुभयो? आफ्नै दाजुभाइहरुसँग लडेर के पाउनुहुन्छ तपाईहरुले? के पाउनुहुन्छ? सक्नुहुन्छ पनि लड्नुहोस् त्यो शक्तिसँग जसले हाम्रो देशको विरुद्ध धावा बोलिरहेको छ। हेलो, आई एम इन्स्पेक्टर गोपाल, कानुनको रक्षक। म आन्तरिक शरणार्थी परशुराम, राष्ट्रियताको पहरेदार। म तपाईसँग धेरै प्रभावित छु। यो देशलाई तपाई जस्तो नागरिकको खाँचो छ। यो देशलाई म जस्तो नागरिकको खाँचो छ, तर यहाँका शासकहरूलाई म जस्तो नागरिकको खाँचो छैन। मैले तपाईको आशय बुझिन। मेरो आशय त्यसले मात्र बुझ्छ जसको घर सीमामा हुन्छ, र त्यो सीमा दिन प्रतिदिन खुम्चिँदै जान्छ, मिचिँदै जान्छ। गर्वका साथ राति सुत्दाखेरि नेपाली भएर सुत्यो, बिहान उठ्दाखेरि भारतीय भएको पत्तै हुँदैन। प्रशासनलाई गुहार्यो कानमा तेल हालेर बस्छ, सरकारलाई घचघचाएर आँखामा पट्टी बाँध्छ। 20 वर्ष भयो राष्ट्रियता खोज्दै हिँडेको। मन्त्रालय धायौं, धरना बस्यौं, अनसन बस्यौं, रोयौं, करायौं, केही भएन। हाम्रा राजनेताहरूले देशलाई सत्ताको निम्ति बेच्दै हिँडे र आफ्नो सत्ता टिकाउनको लागि दिल्ली धाउँछन्, र त्यसको फाइदा भारतले उठाइरहेको छ। र हाम्रो पनि त्यही हालत भयो, जो अक्सर दुनियाँको कमजोरमाथि हुन्छ। सन् 1816 को सुगौली सन्धिमा सुस्ता क्षेत्रमा बगेको नारायणी नदीलाई नेपाल र भारतको सिमाना मानिएको थियो। दैवी प्रकोपको कारण नारायणी नदीले आफ्नो दिशा परिवर्तन गर्दा अधिकांश सुस्ता क्षेत्र नदी पारी पर्न गयो र आज भारतले त्यो पुरानो सुगौली सन्धिलाई आधार बनाएर सुस्ता लगायत नेपालका धेरै भूभागलाई आफ्नो भनी अधिकार जमाएको छ, र यो क्रम अझै जारी छ। र यसरी नारायणी नदी वारी भएको सुस्ता क्षेत्र नारायणी पारी पुगेपछि भारतीयहरूले हामीलाई भारतीय वन भनेर दबाब दिन थाले, र हामीले नेपाली भएर पनि न नेपाली नागरिकले पाउने सम्मान पायौं, न आफ्नै देशको नागरिकता पायौं। साथमा लाल पूर्जा भएर पनि भूमि विहीन भयौं। हामी वारी भोकभोकै बस्नुपर्ने र हाम्रै जमिनको अन्न बाली विदेशीले लगेको लाचार भएर हेर्नुपर्ने। आखिर यो अवस्था कहिलेसम्म? के यो राष्ट्रले हामीलाई न्याय नदिने? के हामी सार्वभौम नेपाली भएर बाँच्न नपाउने? मेरो समस्या त्यो हो, बुझ्नुभयो? हाम्रो समस्या त्यो हो, नेपालको समस्या त्यो हो। जानुस् तपाईहरु, जानुस्, जानुस् तपाईहरु।